मैले अरू काम केही नगरी यस्तै मोबाइलबाट भिडियो खिच्ने, भिडियो पोस्ट गर्ने यस्तै गरे भए त कहाँ पुगिन्थ्यो होला जस्तो लाग्छ कि मलाई कहिलेकाहीँ। अनि म चाहिँ भिडियो एक दिन बनाउँछु, अनि एक दिन एडिट गर्छु, अनि एक दिन चाहिँ भोइस ओभर गरेर मेरो भिडियो चाहिँ तपाईँहरूमा चाहिँ आउन धेरै 5-6 दिन लागिसकेको हुन्छ कि। त्यही भएर फेरि बनाउने मन लाग्छ, अनि त्यही त हो नि, कतिखेर केही मिल्दैन, कतिखेर केही मिल्दैन बच्चासँग होइन। फेरि बाबुले मोबाइल दिनुपर्छ, अनि बाबुले पनि मान्दैन। बाबुले मोबाइल दिएर अरू काम गर्ने हो कि मैले चाहिँ। अरूले चाहिँ बाबुले सधैँ सधैँ मागे हुन्छ भने मोबाइल, म चाहिँ बाबुलाई आफू फ्री होला भनेर बाबुलाई मोबाइल दिन्छु कि, ल बाबु मोबाइल हेर भन्छु, अनि आफू आनन्द हुन्छ। त्यही भएर आज चाहिँ साथीहरू मैले अब हेर्नु करेन्ट चाउचाउ होइन, यो गजबको पिरो भन्ने चाउचाउ बनाएको थिएँ कि। मलाई चाहिँ खासै मन पर्दैन, अब अरूले खाने भनेपछि बनाइदिन्छु भनेर बनाइदिएको। मलाई चाहिँ यो खाएपछि दिनभरि अर्कै मेरो दिनै बिग्रे जस्तो हुने, अर्कै अर्कै हुने क्या है। अब ऊ भएर सबैलाई एउटै लाग्दैन नि त। मलाई चाहिँ मनपर्ने चाउमिन नै हो। अब चाउमिन भनेको बेला एभाइलेबल पनि छैन, म अलिक विकट ठाउँमा छु क्या साथीहरू। त्यही भएर भनेको बेला चाउमिन ल्याउन जस्तो आउन जस्तो जान जस्तो टाइम लाग्छ। अनि आफूसँग नजिक जे छ त्यही ल्याएर बनाउने भनेर कहिलेकाहीँ चाउचाउ खान्छु, कहिलेकाहीँ। अब आज चाहिँ यो मेरो लागि भनेर होइन, अरूको लागि भनेर ल्याएको। अब बनाएँ, अनि मलाई चाहिँ धेरै पिरो हुन्छ कि, पिरो कुराहरू त मनै पर्दैन। म पिरै खाँदै खाँदैन, मेरो बाबु भएपछि मैले पिरो खाएकै छैन कि। मेरो बाबु 3 वर्ष हुन थाल्यो, मैले सबै गरेर एक पाउ खुर्सानी पनि नखाएँ होला कि हामीहरूले। त्यही भएर मलाई पिरो मनै पर्दैन, बानी परिसक्यो अहिले त। अनि यस्तो चाउचाउहरू त झन् होइन, पिरो चाउचाउ खानै सक्दैन नि त बानी नपरे मान्छेले। ल साथीहरू, अहिले मैले चाहिँ खाएँ। अब आजलाई यति नै है साथीहरू, दोस्रो भिडियो भेटौँला, बाई बाई।